मेरो मम्मा त अपोलो हस्पिटलमा छ भन्छन्। कहिलेकाहीँ चाहिँ अब गडसँग गएको छ, मम्मा गडसँग जानु भएको छ भनेर भन्छन्। र एकपटक त त्यो उसको मेरो म्याडमको चाहिँ मेरो आशाको चाहिँ त्यो स्ट्याचु देखेर मेरो मम्मा दिल्ली बस्नुहुन्छ, दिल्लीमा चाहिँ स्ट्याचुको पसल छ अनि आफ्नो स्ट्याचु बनाएर पठाउनु भएको छ भन्ने सम्मको उनले भनिन्। बाल मनोविज्ञान त हो नि, अब बच्चाको चाहिँ अब दिमागमा के कुरा आउँछ त्यो कुरा उसले व्यक्त गर्छ। र बिचमा धेरै उनले मलाई चाहिँ गाह्रो बनाए। उनका चाहिँ इनोसेन्ट क्वेसनहरू, इनोसेन्ट प्रश्नहरूको जवाब दिनु धेरै कठिन भयो। एकपटक त चाहिँ मैले आशा मामुलाई भिडियो कल नै गर्छु भनेर भने। त्यसपछि मैले तुरुन्त मैले चाहिँ फ्याट आइडिया लगाएँ र भने, हेर छोरी, तिम्रो आशा मामुको मोबाइल त तिमीसँग छ, उनको मम्मीको मोबाइल उनीसँग छ। अहिले कार्टुन हेर्दा आएको थिएँ नि अघि, त्यो मोबाइल उनकै मोबाइल हो। र मैले भने यो मोबाइल तिम्रो हातमा छ, यो मोबाइल चाहिँ उसँग आशा मामुसँग मोबाइल नै छैन, मोबाइल छैन, त्यो भएर भिडियो कल गर्न सकिँदैन। भिडियो कल गर्न छोरीले मैले भिडियो कल गर्छुसम्म चाहिँ भनिन्। अनि मैले उनलाई चाहिँ तुरुन्तै मोडेँ, तिम्रो हातमा मोबाइल छ, यो मोबाइल आशा मामुको हो, आशा मामुसँग मोबाइल छैन, त्यही कारण भिडियो कल गर्न सकिँदैन। अहिले त्यो नानुलाई थाहा छ कि नै मम्मी चाहिँ यो संसारमा हुनुहुन्न, अब कहिले फर्किनु हुँदैन भन्ने कुरा, त्यो चेतना छ कि छैन? उनलाई कन्फ्युज छ। किनकि उनको चाहिँ त्यति खासै त्यो क्षमताको विकास भएको छैन, अझै सानै छन्, 5 वर्षको भइन्। उनले चाहिँ कहिलेकाहीँ भन्छन् म 15 वर्षको भइसकेपछि मम्मी आउनुहुन्छ, मम्मी त बुढी भएर आउनुहुन्छ भएर भन्छन्। कहिले फेरि मम्मी त गडसँग गइसक्यो आउनुहुन्न भन्छन्। कहिलेकाहीँ चाहिँ मेरो मम्मी त बित्नुभयो भन्छन्। र बित्ने भनेको के हो बाबा भनेर सोध्छन्। कहिलेकाहीँ अपोलो हस्पिटलमा चाहिँ ट्रिटमेन्ट भएको थियो, अनि अपोलो हस्पिटलमै हुनुहुन्छ है मम्मु भनेर भन्छन्। कहिलेकाहीँ गडसँग हुनुहुन्छ भनेर भन्छन्। यसरी आफैले आफै सम्झाउनु। हजुर, उनलाई कन्फ्युजन छ। त्यति खासै उनको चाहिँ बौद्धिकताको विकास भएको छैन। उनी कन्फ्युजन भएर त्यो विभिन्न थरी कुरा गर्छन्। बित्नु भयो चाहिँ भन्ने, तर बित्नु भयो भन्ने शब्दको अर्थ थाहा छैन। र कहिलेकाहीँ भन्छन् बित्ने भनेको बाबा बेहोस भएको है भनेर भन्छन्। र कहिलेकाहीँ चाहिँ अब म ठुलो मान्छे भए डक्टर बन्छु, डक्टर भएर आशा मामुको ट्रिटमेन्ट गर्छु भन्छन्। त्यो सानो बच्चाले त्यो मुटु छिया बनाउने शब्द हो। त्यो बखत चाहिँ कसरी सम्झाउनुहुन्छ? तपाईँलाई पनि धेरै पोल छ होला त्यो शब्दले, त्यसरी बच्चाले गाह्रो बनाउँछ। अब के गरौँ त? अब उनले कुरा पोख्ने राख्ने मसँग हो, म उनको गार्जियन हो, सिङ्गल प्यारेन्ट हो नि त म। मैले उनलाई चाहिँ अब त्यो ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ, मेन्टल ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। मैले उनलाई जसरी पनि मैले उनलाई सम्झाएको छु, बुझाएको छु। त्यति खासै त्यो उनलाई पेन हुन दिएको छैन। अहिले परिवारमा को हुनुहुन्छ घरमा? परिवारमा आमा हुनुहुन्छ, बुवा हुनुहुन्छ, अनि बाबु, नानी, म, हामी 5 जना छौँ। साना छन्। हजुर। मम्मी भन्छन् होला, पक्कै पनि। हजुर। सताउँछन् होला कहिलेकाहीँ। मम्मीको यादले धेरै पिरोल छ होला बच्चाहरूलाई है। कसरी सम्झाउनुहुन्छ त्यो बखत चाहिँ? यसो छ, मेरो बाबुलाई त त्यो कुरा चाहिँ कुनै याद नै छैन। 11 महिनाको भएको टाइममा चाहिँ डेथ भएको थियो। हजुर। मेरो नानी चाहिँ झन्डै 3 वर्षको थिइन्। उनलाई चाहिँ सबै कुराको याद छ, सबै कुराको याद छ उनलाई। त्यो दृश्यहरू सबै जानकार थिइन् मम्मीलाई? जानकार छ, एकदमै उनको मेमोरी चाहिँ धेरै तीक्ष्ण छ। अहिले पनि कुरा गर्छन्, प्रत्येक कुराको केलाउँछन्।